यो हो सुनसरी र उदयपुरको सिमानामा पर्ने श्रीलङ्का टप्पु। तर धेरैले यो ठाउँलाई कोशी टप्पु भनेर चिन्छन्। हुन पनि वर्षेनी कोशीकै कहरमा बाँचेका छन् टप्पुवासी। भारतीय सञ्चार माध्यमको रिपोर्टलाई मान्दा पछिल्लो 250 वर्षमा सप्तकोशी नदीले 120 किलोमिटरसम्म बाटो परिवर्तन गरेको छ। अर्थात् प्रत्येक वर्ष 1 किलोमिटरका दरले कोशी कटान भइरहेको छ। यसले गर्दा कतिपय टप्पुवासी घरबार विहीन भएका छन् भने धेरैजसोले वर्षायाम लागेसँगै प्रत्येक रात त्रासमा बिताउन बाध्य छन्। स्थानीय विष्णुकुमार चन्द्रवंशीका अनुसार न उनीहरू यो ठाउँ छोडेर जान सक्छन्, न यहाँका 1000 भन्दा बढी घरधुरी शान्तिसँग बाँच्न नै सकेका छन्। विष्णु भन्छन्, होइन, टप्पुमा चाहिँ आनन्दै छ। हुन त त्यही कोशीको रोकथाम भएको भए चाहिँ यहीँ 2-4 पिँढी चाहिँ बिताउने योजना चाहिँ छ, तर कोशीले चाहिँ दिँदैन बिताउन। कोशीले चाहिँ काटेर लगेको लगै नै छ। 3 वर्षमा लगभग 3 किलोमिटर कोशी यता पश्चिम सर्यो पूर्वबाट। यहाँका स्थानीय पशुपालन र खेतीपाती मार्फत जीविकापार्जन गरिरहेका छन्। मकै, धान, कोदो अनि बाह्रमासे तरकारीका लागि टप्पुको माटो मलिलो छ। कृषक विष्णुले 15 कट्ठामा 55 मन धान फलाउने गरेको अनुभव सुनाए। तर यातायातको राम्रो सुविधा नहुँदा वर्षायाममा बाटोको समस्याले यहाँको सब्जीहरू अन्त कहीँ लैजान सकिँदैन। बाढीले सबैतिर बाटो बन्द भएपछि धेरै नोक्सान हुने गरेको छ। त्यसमा पनि जङ्गली जनावरले धेरै सताउँछ, हात्ती धपाउँदै रात कट्छ। विष्णुले आफ्नो 3 पुस्ता यहीँ बिताए, तर उनी सहित यहाँ सबैको जमिन ऐलानी छ। विष्णु भन्छन्, नदीको छेकबारको विषयमा धेरैतिर बल गरेको थियो। धेरै सबै इन्डियासँग समन्वय गरेको पनि थियो, भनेको पनि थियो छेक्छु भन्छ। अनि नेपाल सरकारले पनि स्थानीय सरकारलाई भन्दा नगरपालिकालाई कुरा गर्दा हामी बल गरेका छौँ, छेक्छु भन्छ। तर त्यो आयो हात्ती आयो फुस्छ भन्छ। त्यति मात्रै हो, नभई कोशीलाई रोकथाम गर्ने चाहिँ त्यति साह्रो कसैले पनि बल गरेको छैन। कुनै स्थानीय सरकारले पनि बल गरेको छैन। कोशी ब्यारेज बनेपछि 2022 साल, 24 साल, 38 साल, 42 साल र 45 सालमा कोशी बस्तीमा पसेर कटान गर्दै आएको छ। 2065 पछि पनि 2079 र 81मा कोशीले कटान गर्दै डुबानमा पार्दै आएको छ। विभिन्न समयमा भएको निर्वाचन ताका दलहरूले कोशी पीडितका मुद्दा घोषणापत्रमा समेट्थे। कोशी मुनि जायजेथा हुनेका मुद्दा 5 वर्षमा कम्तीमा 1 पटक उठ्ने गर्थ्यो। तर 2079 को निर्वाचनसम्म आइपुग्दा कुनै पनि दलले आफ्ना समस्या घोषणापत्रमा समेत नसमेटेको स्थानीयको गुनासो छ। त्यसो त यो समस्या दल र नेपाल सरकारले चाहेर मात्र पनि समाधान हुने देखिँदैन। भारत सरकार सम्झौतामा प्रतिबद्ध नभएकाले स्थायी तटबन्ध निर्माण हुन सकेको छैन, जसकारण टप्पुवासीको समस्या वर्षेनी बिउतिने गर्छ।